साथीहरू सबैलाई नमस्कार। मैले हजुरहरूलाई यो करेसाबारीको तरकारीको अवलोकन गराउन चाहिँ यहाँ लिएर आएको हो। ल हेर्नुहोस् है, मैले स्क्वायर फर्सी लगाएको हो। यो फर्सीहरू मैले खाल्टा खनेर अनि वस्तुको प्राङ्गारिक मलहरू चाहिँ हालेर अनि त्यसपछि चाहिँ रोपेको हो। अनि बिउ पनि हजुरको यसमा 100मा 100% बिउ उम्रियो, सर्लक्कै उम्रियो। अहिले यतिको भएको छ। ल हेर्नुहोस्, यो स्क्वायर नामको फर्सी हो। मैले चाहिँ यसमा चाहिँ खाल्टा खनेर मोल र माटो फेटेर अनि ट्याक्क बिउ रोपेको हो र अहिले यतिको भएको छ। साथीहरू अब ल हेर्नुहोस् है, फर्सीपछि हजुरहरूलाई यो काँक्रो देखाउँछु। यो काँक्रो पनि मैले लाइनमा लगाएको छु। यो पनि यति राम्रो भएको छ। अब फेरि हजुरलाई यो पछि मैले ल हेर्नुहोस् है साथीहरू, प्याज देखाउँछु है, प्याजको बिरुवाहरू। अब हजुरहरूलाई मैले प्याज देखाएको छु साथीहरू। हेर्नुहोस्, यो प्याजको बिरुवा उम्रेर यति राम्रो भएको छ। अब यो प्याजपछि हजुरको अब साथीहरूलाई फेरि म लसुन देखाउँदैछु। अब यो लसुन मैले चाहिँ फेरि चाहिँ लसुनलाई राम्रोसँग माटो मसिनो बनाएर धुलो बनाएर प्राङ्गारिक मल हालेर अनि यो लसुन लगाएको हो। ल हेर्नुहोस् है साथीहरू, लसुन यतिको बनाएको छु। अब हजुरहरूलाई मैले चाहिँ फेरि चाहिँ पालुङ्गोको सागहरू देखाउँछु है। ल यतातिर हेरौँ है त। अब यो पालुङ्गोको साग हेर्नु साथीहरू, यो पालुङ्गो अहिले मैले यतिको बनाएको छु। यो पालुङ्गो पछि हजुरको चम्सुरको साग यतिको बनाएको छु यो। अनि त्यसपछि हजुरको त्यहाँ मेथीको साग पनि छ, मेथी पनि त्यतिको छ। अनि त्यसपछि हजुरको यी धनियाँले हेर्नु साथीहरू, धनियाँ हेर्नुहोस् है कस्तो राम्रो उम्रिया छ बिउहरू। धनियाँ यति राम्रो बनाएको छु। त्यसपछि रायोको बिरुवाले हेर्नुहोस्, रायो टन्नै बनाएको छु। रायोको सागहरू हजुरहरूको साथीहरू कुनै नजिक भएका साथीहरूले बिरुवा चाहिएमा काउली बन्ना रायोको बिरुवाहरू चाहिँ मबाट उपलब्ध हुन्छ। हजुरलाई फेरि म काउलीको बिरुवा देखाउँछु है साथीहरूले, हेर्नुहोस् है त। ल हेर्नु साथीहरू, यो काउलीको बिरुवा, यो काउलीको बिरुवा हो। नजिक भएका साथीहरूले चाहिँ काउलीको बिरुवाहरू चाहियो भने चाहिँ सम्पर्क गर्नु होला। अलिकति बिरुवा मैले त्यहाँ पनि नर्सरी गरेको छु, अब त्यसपछि चाहिँ हजुरको यो हेर्नुहोस् न साथीहरू, यहाँ मैले यो चोरी यति बेग्लै छरेको हो। किनभने यो चोरी साग खानको लागि र यो गुन्द्रुक हाल्नको लागि। आफूलाई चाहिँ यसो जाडो महिनामा कहिलेकाहीँ गुन्द्रुक खान मन लाग्छ। अनि त्यही कारणले मैले यो गुन्द्रुकको लागि चाहिँ यो चोरी छरेको हो। अब हजुरलाई म आलु देखाउँछु है साथीहरू। यो आलु हो हजुरको। यो आलु मैले यसरी चाहिँ यो आलु चाहिँ यति गरेर लगाएको छु। ल हेर्नुहोस्, यो तिहार अगाडि लगाएको आलु हो। ल हेर्नु साथीहरू, यो आलु हजुरको सरासर अब जम्मै आलु गोड्नु पर्ने बेला भइरहेको छ। मैले हजुरको चाहिँ आलु चाहिँ अहिले यतिको बनाएको छु। अहिलेसम्म बोटहरू चाहिँ राम्रो छ, कुनै किसिमको रोगहरू लागेको छैन। ल हेर्नुहोस्, अब यो आलु अब यो यतापट्टि आएर यो अर्को यो चाहिँ लालमुनि भन्ने आलु हो यो। अनि यसपछि चाहिँ हजुरको यो यतापट्टिको यो आलु छ नि, यो एमएक्स भन्ने आलु हो साथीहरू। यो आलु एमएक्स भन्ने आलु यो हो गरेर मैले 2 थरी आलु लगाएको छु। भने मेरो करेसाबारीको तरकारी अहिले यस्तो छ। हजुरहरूकोतिर के कस्तो छ, कस्तो बनाउनु भएको छ साथीहरूले कमेन्ट गरेर मलाई सल्लाह सुझाव दिनु होला। सबै साथीहरूलाई नमस्कार।